नेपाली क्रिकेटका फ्यानहरू हो, आज नेपाल प्रिमियर लिग एनपिएल 2025 को दोस्रो सिजन धमाकेदार रूपमा सुरु हुँदैछ। मङ्सिर 1 गते नोभेम्बर 17, 2025 अपराह्न ठिक 4 बजे कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बीच हुँदैछ। यो नेपालमा पहिलो पटक फ्लडलाइट जडान गरिएको डे नाइट म्याच हो, जसले रातिको क्रिकेटलाई नयाँ उचाइ दिनेछ। गत सिजन फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको जनकपुर यो पटक आफ्नो ताज जोगाउने दाउमा छ भने घरेलु मैदानको फाइदा लिएर काठमाडौँ उलटफेर गर्ने योजनामा छ। जनकपुरका कप्तान आसिफ शेख, इमरान ताहिर सँगै काठमाडौँका कप्तान करण केसी, राशिद खान, भीम शार्की, गेरहार्ड इरास्मस र मिलिन्द कुमार जस्ता स्टार खेलाडीहरूको प्रदर्शनले खेल रोमाञ्चक बन्ने निश्चित छ। राशिदको स्पिन जादु र ताहिरको लेग स्पिनसँग नेपाली ब्याट्सम्यानहरूको धमाकाले दर्शकहरूलाई झुमाउने पक्का छ। पहिलो दिनका सबै 10,000 टिकट 500 रुपैयाँका 24 घण्टाभित्रै बिक्री भइसकेका छन्। त्यसैले क्यानले फ्यानहरूलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ। बाँकी खेलका टिकट खल्ती एपबाट उपलब्ध छन्। नेपालमा कान्तिपुर टिभी म्याक्स एचडीमा लाइभ प्रसारण हुनेछ भने अन्तर्राष्ट्रिय दर्शकहरूले फ्यानपोड र स्टार स्पोर्ट्समा हेर्न सक्नेछन्। लाइभ स्कोरका लागि ESPN क्रिकइन्फो वा क्रिक नेपाल फलो गर्नुहोस्। 8 फ्रेन्चाइज स्किम, 32 खेल र विश्वस्तरीय स्टारहरूको यो सिजन नेपाल क्रिकेटको नयाँ इतिहास लेख्न तयार छ। तपाईँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ? सब्स्क्राइब गरी कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।